हेलो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ? म त सन्चै छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु। म आज चाहिँ यो भैँसे हेटौडाको बाटोबाट चाहिँ हुँदै सौरा जाँदैछु काठमाडौँबाट। हजुरहरूलाई मैले यो दृश्य देखाइरहेको छु। यो काठमाडौँ गोचोभार हुँदै निस्कने भैँसे निस्कने बाटो हो, जहाँबाट हेटौडा पुगिन्छ र हेटौडापछि म सौरा गएर फर्किनेछु। हजुरहरूले अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई पनि लाइक गरी हामीलाई सहयोग गर्नुहोस्। हामी अझै यस्ता राम्रा भिडियोहरू हजुरमाझ ल्याउने छौँ। काठमाडौँतिर त पानी परेछ, यतातिर त त्यस्तो रहेनछ। घाम नै लागिरहेको थियो, कतै त्यो छिट्याउला जस्तो पनि भइरहेको थियो। तर मौसम यतिको लागि सफै मान्नुपर्छ, किनकि काठमाडौँमा दिनरात पानी परिरहेछ। तपाईँहरूकोतिर कस्तो छ कमेन्टमा लेख्नुहोला। काठमाडौँको चोभार हुँदै मकवानपुरको भीमफेदी भन्ने ठाउँमा पुग्न आँटेको छु। अब यहाँबाट मकवानपुरको भीमफेदी भन्ने ठाउँ देख्न सक्नुहुन्छ। यो चोक हो भीमफेदीको। अब यहाँबाट केही बेरमा भैँसे पुगिनेछ र त्यसपछि हेटौडा। तिर कहीँ तुषारो लागेको देखिरहेको छ। यहाँ आएपछि अलिअलि पानी छिट्याउन थाल्यो। यो चाहिँ भैँसे पुल हो। अब केही बेरमै हेटौडा पुगिनेछ। हेटौडा चोक आइसकेको छ। यहाँनिर चाहिँ यो अहिले फैलिरहेको भड्किरहेको साम्प्रदायिक हिंसाप्रति चाहिँ सद्भाव र्याली निकालिएको रहेछ। त्यो सद्भाव र्यालीले गर्दाखेरि हामी माथिबाटै चोकदेखि अलिकतिबाट लागेर पश्चिमतिर लाग्यौँ। अब केही बेरमै सौरा पुगिनेछ। यो सौरा नजिकैको दृश्य हो। सौरा पुग्दै गर्दाखेरि साँझ परिसकेको थियो। वरिपरि झिलिमिली बत्तीहरू बलिरहेका थिए। लाग्थ्यो तिहारै लागेको हो। अहिले म यो सौरामा आइपुगेको छु। सौरा रातिको समय यस्तो देखिन्छ। किन अब यो सौराको यस रेस्टुरेन्टमा कफी खानको लागि म यहाँ बसिरहेको छु। कस्तो लाग्यो त हजुरहरूलाई सौराको साँझ? हजुरहरू पनि सौरा साँझमा रमाउन चाहनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्। अहिलेलाई यति भन्दै म बिदा माग्न चाहन्छु। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अरू यस्तै भिडियोहरू हेर्नका लागि
हामीलाई लाइक तथा सब्सक्राइब गर्न नबिर्सिनुहोस्। नमस्ते।